दर्शक महानुभावहरु यतिन्जेलसम्म तपाईहरुले हेरिहाल्नुभयो कुन कुन म्युजिक कम्पनीबाट कस्ता कस्ता गीतहरु तपाईको लागि भनेर बजारमा आएका छन् त यसको बारेमा छोटो मिठो जानौं कार्यक्रम शुभ संगीतमा चिया गफ तर्फ। दर्शक महानुभावहरु चिया गफमा हामी एकजना अतिथिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौं र आज हाम्रो साथमा आजका अतिथिका रूपमा हामीले कसलाई स्टुडियोमा निम्ताएका छौं त मैले भनिसकेपछि तपाईको मन एकदमै फुरुङ्ग हुन्छ। भिनाजु घरबारी पनि साउरले मिलाएर खाइदिए। अब यो नयाँ गाउँमा नौतुन गाउँमा कहाँ बस्ने कहाँ खाने ठुलो आपत्ति पो आइलाग्ने भयो त के गर्ने होला। मरे बाबा मलाई क्या हो यस्तो पिरपारा बेला के हाँसिरानी आया मलाई त कस्तो रमाइलो पो लागिरहेको छ। अब घरबारी हुँदाखेरि गाईलाई घाँस काट्यो बाख्रा चराउ यता झन्डा त्यता झन्डा कति पिर्छ। अब अहिले हेर त क्या आनन्द जम्मा दुईटा पिर्छ बिहान के खाने बेलुका के खाने त्यति हो। चुप लाग तिमी बुद्धि जति सिद्धियो अब सधैँ पार्टीको बास बसेर हुन्छ छोराको भविष्य के हुन्छ। अब मलाई त आनन्दै छ नि मैले त अब होमवर्कै गर्नु पर्दैन खायो ढिलो हलियो हिँड्यो के पो नापिन्छ र। यी बाउ छोराको बुद्धि डडेलाले खाछ है दिदी। अब तिमी नै विचार गर के गर्ने हो। म र धुन्दु चाहिँ यहीँ बस्छौँ। अब साला भिनाजु चाहिँ यसो कतैतिर गएर केही काम खोजेर जाउलो खानी बन्दोबस्त चाहिँ गर्नु पर्यो। सक्दिन म त नारी पुरुष बराबरी भने हैन। तिमी नै जाऊ भिनासँग म बस्छु भान्जासँग। आऊ भान्जा बसे बस्न त हिना बुढा जाउँ हामी। बुढा मान्छेले चाहिँ सजिलो काम ला है गाह्रो काम आयो भने तिमी गर नि। ए हजुर नमस्कार केही काम पाइन्थ्यो कि? हामी आफैले त काम नपाएर हालत बसिया छौँ तपाईहरुलाई के को काम? त्यसो भए हामीसँग काम खोज्दैन नि त के बसिरहेको थियो। ए बुढा त्यहाँ हेर न त्यहाँ बोरा बोक्नलाई भरिया खोजे जस्तो छ क्या त्यो मान्छेले। जाउँ एकचोटि कुरा गरौँ। हजुर यो बोरा कहाँ लानुपर्ने होला नत्र हामी पनि ज्याला गर्न हिँडेका थियौँ हामी लग्दियौँ। अस्ति पनि कालानी हजुर भनेर 4 बोरा सामान भरियाले लिएर कागो फेरि अर्को टोली। हेर्नुहोस् भाउजू यसो गर्दा गर्दै गाउँमा चोरको बिबिकी हुने भयो। केरा बाउ चोर त आज अर्का गाउँमा आएर यसरी तातो रिस देखाउनुहुन्छ? बुढो मान्छे भएर अहिलेसम्म बुद्धि आएको छैन। बुढो हड्डी कारा कुरुक्क पारेर एक ठाउँ थुपारिदिन्छ न अनि थाहा हुन्छ त्यतिखेर मैले के गर्नु नि। अस्तिको आम्दानी यो 500 हिजोको 100 200 300 आजको आम्दानी 100 120 140 160 70 75 ठुक्क अझै 2-4 घर डुल्नु पर्ने भयो नि। जोगीले पनि त्यत्रो पैसा कमाउँदो रहेछ नि त। त्यही त भने हामी पनि जोगी बन्नु पर्छ क्या हो। जे पर्ला बुढा बन्ने जोगी। अलोक निरञ्जन बम बम भोले जय पशुपतिनाथ। आज मेरो साथमा हास्य कलाकार हुनुहुन्छ केदार घिमिरे माग्ने बुढा। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। नमस्कार। नमस्कार सबैजी धन्यवाद छ। अनि टेलिभिजन हेरेर बसिरहनु भएका सम्पूर्ण दर्शकहरूलाई पनि ढिलै भए पनि ह्यापी दीपावली भन्न चाहन्छु। तपाईलाई पनि दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। तपाईलाई पनि धेरै शुभकामना। तिहार त जान लागिहाल्यो यसपछि आउने छठको माघे संक्रान्तिको साउने संक्रान्ति के आउँछन्। आज भाइटिकाको दिन हजुर तपाई कसको हातबाट टिका लगाउँदै हुनुहुन्छ? आज दिदीबहिनी कतिजना हुनुहुन्छ? मेरो चाहिँ दिदीबहिनी हुनुहुन्न हामी 3 जना दाजुभाइ मात्रै हो। अरू अङ्कलको छोरी ठुलुवाको छोरी कसको छोरी पालो लगाउँछु। झन् रमाइलो छ मेरो। भनेपछि त झन् धेरै जनाको हातबाट टिका लगाउँछ। धेरै जनाको चाहिँ होइन पालो यो वर्ष एकजनाको हातबाट लगाए अर्को जना मनाउँछ। आजको दिन चाहिँ कसको हातबाट टिका लगाउँदै हुनुहुन्छ? आज म अङ्कलको छोरीसँगै लगाउँदैछु। कति दिनुहुन्छ दक्षिणा? के दिनुहुन्छ? दक्षिणा त अब खाममा हालेर खुसुक दिने हो। कति दिन्छ कतिको लोभी हुनुहुन्छ?
लोभी चाहिँ त्यति छैन। अब त टन्न कमाइ भएको छ क्यारे है? त्यस्तो धेरै कमाएको छैन, नाम मात्रै हो। दाम पनि त आउँछ अरे नि त तपाईँहरूलाई? दाम जीवन चलाउन सजिलो हुने गरी मात्रै हो। त्यसरी बेस गरी अरू देशको जस्तो कलाकारले बेसरी हाम्रो नेपालमा कमाउन अलिक गाह्रो। जीवन चलाउने तरिका पनि त फरक छ नि। अब सजिलो तरिका भन्दाखेरि कुन तरिका हो? जीवन जिउन त हरेकले जिउँछ। मध्यम तरिकाले, बेस गरी होटलमा गएर रक्सी खाइँदैन होइन, अनि फुर्मास तरिकाले खर्च गरिँदैन। भनेपछि राम्रै छ कमाइ। दाल भात अचार तरकारी। दाल भात अचार तरकारी, मासु? मासु कहिलेकाहीँ। परिवारमा को हुनुहुन्छ? परिवारमा चाहिँ श्रीमान श्रीमती, छोरा त थाहा नै भइहाल्यो, छोरी। छोरालाई पनि सँगै अभिनय गराउनु भएको छ मेरी बात? हजुर हजुर। आफूले सिकाउनु भयो कि उसको इच्छा थियो? त्यो चाहिँ खास बाध्यात्मक तरिकाले खेलाइयो भनौँ न। एउटा बच्चा जन्मेको कथा भयो, अनि बच्चा जन्मेको कथा भइसकेपछि त पछि त्यो बच्चालाई चाहिँ कन्टिन्यू रूपमा देखाइरहनु पर्ने भयो। सानो छन्जेल चाहिँ त्यो कपडा यस्तो के गरेर पनि बच्चा छ भन्ने हिसाबले देखाइयो। पछि सधैँ यस्तो गरिराखेर त भएन, बच्चा खेल्नु पर्यो आँगनमा। अनि सुटिङमा हप्तै पछि कहिले कसको बच्चा मागेर ल्याएर देखाउने, कहिले कसको बच्चा मागेर ल्याएर देखाउने गरेर बच्चा फेरि यस्तो रुने होइन। अब कसको बच्चा यहाँ ल्याएर राखेर पनि उसको आमा कहाँ छ उतातिर हेरिरहने, अनि एक्सन भन्यो कि बच्चा च्या गरेर रुने। हजुर। अनि साह्रै हैरान भयो, सुटिङै क्यान्सल हुनेसम्म भएपछि अनि अब आफ्नै छोरालाई, उसको इच्छा त्यति थिएन, अनि आफैले घरमै अलिकति सिकाएर यस्तो यस्तो हुन्छ, क्यामेरामा यसरी बोल्नुपर्छ, यस्तो यस्तो अलिअलि सिकाएर लगेपछि अब गर्न सक्यो ठुलो कुरा चाहिँ। हजुर। अब चाहिँ मेरी वासेका सुरुका श्रृङ्खलातर्फ है, जुन उद्देश्यले मेरी वासे सुरुमा आएको थियो दर्शकहरू सामु, अहिले चाहिँ एकदमै फरक भइसकेको छ है त्यसको। अब हँसाउन त हँसाउने उद्देश्यले नि तपाईँहरू अगाडि आउनु भएको छ, त्यो उद्देश्य त परिवर्तन नभएको होला, तर पनि प्रस्तुति चाहिँ अलिकति परिवर्तन भएको हो? अवश्य पनि कस्तो हुन्छ भने कुनै पनि कुरा लगातार रूपमा एउटै कुरा देखाइरहँदाखेरि दर्शकलाई दिक्क लाग्न सक्छ होइन। त्यो भएर चाहिँ नि अब कथाका धारहरू परिवर्तन गर्दै जाँदाखेरि अब हामी पनि त्यसरी बेसरी सिकेर आएको एकदम प्राज्ञ व्यक्ति होइन, हामी पनि प्रयोगमा नै छौँ। अनि यसरी हुन्छ कि यो कथा एकचोटि गरी हेरौँ न के हुँदो रहेछ भनेर, अनि दर्शकको प्रतिक्रिया बुझ्यो, राम्रो भन्यो भने त्यसलाई अलिकति लम्ब्यायो, भएन भने फेरि त्यसलाई पनि त्यहीँ छोडेर फेरि अर्को कथा। खास चाहिँ हामी यसरी नै चलिरहेछौँ। अहिले हामीलाई हेर्दाखेरि सरस्वती दर्शकहरूलाई के लाग्छ भने कथावस्तुहरूको चाहिँ अलिकति कमी भएर त्यो श्रृङ्खलालाई नै अगाडि ल्याउन गाह्रो भएर जस्तो पनि कथाहरू हालिरहेको जस्तो पनि भानुहुन्छ कि? त्यस्तो चाहिँ होइन, जस्तो पनि हालेको चाहिँ होइन। कथाहरूमध्ये चोइस गरेर राम्रोलाई चाहिँ हामीले प्राथमिकता दिने हो। तैपनि हुनसक्छ अब हामी पनि त्यसरी घमण्ड गर्न चाहँदैनौँ, राम्रै भएको छ भनेर प्रतिक्रियाहरू पनि आउँछन्, अलि भएन है, यस्तो गर्नु पर्यो है, यो गर्नु पर्यो, यो पार्ट अलि मन परेन है, यस्तो यस्तो पनि आइरहेका हुन्छन्। सकभर जस्तै अब योभन्दा अगाडि गएको श्रृङ्खलामा पनि मैले त्यो माग्ने बुढाले जुन रातो टोपी लाउँथ्यो, कति लगाउने होइन, वाक्कै हुने गरी कति लगाउने, अब यो टोपी खोलेर ढाका टोपी लगाएर हेरौँ न भनेर एक हप्ता के लगाएको थिएँ, झन्नै मारेका थिएँ होइन। दर्शकहरूको फोन आउनु थालिहाल्यो, ल भएन 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 भएन, ल यो टोपी हुँदैन भनेर त्यो टोपी फ्याँकिदिएर तुरुन्तै फेरि त्यही टोपी लाएर चाहिँ खिचेको। बिचको समयमा तपाईँहरूले अलिकति आधुनिकतामा ढाल्ने प्रयास पनि मेरी भाषालाई गर्नुभएको थियो है, कति त्यस्तै थुत्रा कपडा लगाउने, कति त्यस्तै झुत्रे झाम्रे भएर। त्यो मैले चाहिँ त्यो जुन भटभटेको त्यो फर्सीको हेलमेट लाउने हुनु त त्यो पनि एउटा सम्झना योग्य थियो, धेरै दर्शकले मन पराउनु भएको। त्यसमा चाहिँ मैले अर्को एउटा कमिज र सुरुवाल, नयाँ खालको के कमिज सुरुवाल कालो ज्वारी कोट किनेर लगाएँ, सेतो टोपी लगाएँ, तर मन पराउनु भएन दर्शकले। भएन माग्ने बुढो त त्यो भएन नि, फेरि पुरानै हुनु पर्यो भने फेरि नै त्यसमै नै मलाई जबरजस्ती दर्शकहरूले नै झार्नु भएको हो। हजुर। मेरी बासे भनेपछि केसी केदार र सीतारामलाई चिनिन्छ है। सुरुका दिनमा अर्कै एकजना पात्र पनि हुनुहुन्थ्यो जो पात्र अहिले हुनुहुन्न है, तर तपाईँहरू चाहिँ एकदमै जमेर काम गरिरहनु भएको छ। हाँस्य श्रृङ्खलाहरूमा यस्ता घटना जुन मनमुटावका कुराहरू हुन्छन्, टुक्रिने जस्तो पार्टी टुक्रे जस्तै टुक्रिने, अर्को एउटा फेरि नयाँ होइन, त्यो होइन, त्यो बुझाइ फरक र विभिन्न मिडियाका फरक फरक धारणाले त्यसलाई त्यो तरिकाले प्रस्तुत गरिदिए, त्यसले गर्दा मनमुटाव हो कि झैझगडा हो कि जस्तो खालको कुरो होइन। अब अहिले पनि दमन दाइसँग हामी सँगै काम गर्छौँ,
मेरी भाषा जुन टेबलमा बन्छ यहाँ मेरी भाषा बन्छ नि यही टेबलमा अहिले झाइकुटी झाइ बन्छ होइन त्यस्तो सम्बन्ध नराम्रो पनि छैन खालि के फरक भन्दाखेरि 3 भाइ छोरा मध्ये जेठोले अलि पल्तिर पाखामा म घर बनाउँछु है त बा भने त्यहाँ बस्यो भन्दैमा अब भाइ भाइमा काटै भएछ भन्ठान्नु पर्ने अवस्था छैन खास त्यस्तो केही पनि होइन हामी आफै नै मेरी भाषा छोड्न तयार थियौँ होइन त्यो उहाँले गर्दिन भनेको कारणले मात्रै हामीले त्यो गरेका हौँ हजुर यसको सुरुवातको दिनतर्फ जाउन कसरी जुरे यो संयोग यो सिरियल बनाउने तपाईँ र सीतारामजीको मेल कसरी भयो त्यो चाहिँ अब सीताराम दुईटा प्रश्न एकैचोटि आयो तपाईँको सीतारामजीको र मेरो मेल हुनु र मेरी भाषा कसरी बन्यो भन्नु अब धेरै फरक कुरा भयो सीतारामजीको र मेरो भेट भएको चाहिँ अब जितु दाई कहाँ धाउने क्रममै हो जितु नेपाल दाईको त्यतिखेर गीताञ्जली प्रसारण भइरहेको थियो अनि गीताञ्जलीमा खेल्न पाइन्छ रे भनेपछि अभिनय क्लास भर्खर सकिया थियो अनि अब कहाँ अवसर पाइन्छ त भन्दा डाइरेक्टरकोमा धाउनुपर्छ भनेपछि अनि मैले चाहिँ जितु दाईलाई भनेको थिएँ खेल्न पाउनु पर्यो भनेपछि अनि लेख्न सक्नुपर्छ खेल्न पाउनु ठुलो कुरो भएन लेख्न सक्नु पर्यो लेखेर लिएर आऊ भनेपछि हामीले त्यस्तै खालका सामान्य कथाहरू लेखेर लगाएको थियौँ मैले लेखेर लिएर गएको थिएँ सीतारामजीले पनि लेखेर ल्याउनु भएको रहेछ उहाँको र मेरो भेट चाहिँ कमलादीमा भएको यो मेरी भाषामा चाहिँ कसरी प्रवेश गर्नुभयो भन्ने कुरो चाहिँ हामी दुईजना चाहिँ प्रोडक्सन कन्ट्रोलर व्यवस्थापक थियौँ जिरे खोर्सानीको दमन दाई चाहिँ कलाकार हुनुहुन्थ्यो त्यसपछि अनि सानो सानो रोल हुँदै नहुने हाम्रो त रोलै नहुने दमन दाईको चाहिँ थोरै थोरै मात्रै हुने अनि त्यसले गर्दा एउटा केही गरौँ न त मिलेर 3 जना छुट्टै अर्को एउटा केही बनाउन भन्ने सल्लाह भएपछि अनि यो मेरी भाषा भन्ने जन्मेको हजुर र त्यो जुन सिरियल छ त्यसलाई सुटिङ गर्न जाँदाखेरि तपाईँहरू त विभिन्न गाउँमा नै पुग्नुपर्छ होइन अब जस्तो कुनै अब त्यो सिनले के माग्छ तपाईँको कथाले के माग्छ त्यो अनुसार तपाईँहरू योभन्दा अगाडि हिमाली क्षेत्रहरूमा पनि गएर सुटिङ गर्नुभयो होइन धेरै गाह्रो छ रिस्क पनि उठाउनुपर्छ कतिपय अवस्थामा कस्ता घटनाहरू पनि घटे होला त्यतिखेर हजुर हुन्छन् धेरै नै हुन्छन् अझ धेरै पनि हुन सक्थे होलान् होइन अब जस्तै त्यस्ता घटनाहरूमध्ये हिमालतिर जाँदाखेरि चाहिँ 5000 मिटरमा जाने कुरा थियो होइन हामीसँग बिना अक्सिजन पनि थिएन केही पनि थिएन एकदमै जाडो राति सुत्दाखेरि पनि अब बिहान उठिन्छ कि उठिँदैन ठेगान नहुने एकदमै चिसो त्यो सुटिङका कपडा सबै एक्स्ट्रा लुगाहरू पनि सबै लगाएर स्लिपिङ ब्याग त्यहाँबाट बाहिरबाट पनि सिरक ओढेर सुत्दा पनि भित्र चिसो नै हुन्थ्यो अनि यो हाइएस्ट रेकर्ड एउटा तोड्नुपर्छ भन्ने थियो होइन त्यो चाहिँ हाम्रो थामेबाट हिँडेर नाम्चेबाट थामेबाट हिँडेर चाहिँ नाङपाला भन्ने ठाउँ चाहिँ माथि जानुपर्ने हेर्दाखेरि यहीँनिर देखिन्छ तर हिँड्दा 2 बजिसक्यो अनि के भनेको थियौँ भनेदेखि अब हामी मध्ये जतिजना माथि पुगिन्छ त्यतिजनाले चाहिँ खिचेर ल्याउने जो सक्दैन बिचमा चाहिँ लेक लागेर भमिट हुने टाउको दुख्ने हुन्छ त्यो चाहिँ तलतिर झरेपछि निको हुने हुन्छ कि माथि जाँदा जसलाई लेक लाग्छ त्यो तलतिर ओह्रालो दौडेपछि आफै निको हुने हुँदो रहेछ अनि त्यो जो बिरामी हुन्छ त्यो चाहिँ तलतिर दौडिने आएर थामेमा बस्ने जो सकिन्छ सक्ने जेल चाहिँ गइरहने भनेर 2 बजीसम्म हिँड्यौँ अनि ब्याड लक चाहिँ बिचमै मुइयाले चाहिँ भमिट गर्ने त्यहाँ सिचुएसन भयो अनि मुइया त रुँदै ओह्रालो लागेर झरिहाल्नु भयो तलतिर अनि अनि त्यो पनि अब टाढैको कुरो हामी माथि नै छौँ उहाँ तलैबाट फर्किसक्नु भयो ल जानुहोस् है तल होटलमा बस्नुहोस् हात मात्रै हल्लाएको के भनेको नि बुझिँदैन अनि हामी जाँदैछौँ माथि गएर अनि यस्तो बतास चल्ने त्यहाँनिर त्यो रिफ्लेक्टर जसले समातेको छ त्यसलाई नै उडाउने क्या त्यहाँ त्यस्तो हावा चल्ने त्यहाँनिर त्यो कति बिहान कति बजीसम्म हावा नचल्ने होला कति बजेपछि त्यो होला त्यस्तो ठाउँमा पनि गएर खिचेर आयौँ हामीले धेरै सङ्घर्षपूर्ण भनौँ न जोखिमपूर्ण छ त्यस्ता धेरै ठुलो नभनौँ यसलाई त्यसबाट पनि होइन एक किसिमको रमाइलो पनि हुन्छ त्यो चिज तपाईँले त्यहाँ त्यति गाह्रो भएर पनि खिचेर लिएर दर्शक सामु पेश गरिसक्दाखेरिको रमाइलो फेरि छुट्टै हुन्छ कष्टकर प्रयास नै अझै रमाइलो हुन्छ त्यो यतिखेर दर्शक महानुभावले एउटा कुनै मेरी भाषाको एउटा क्लिप्स देखाउँ कुन चाहिँ देखाउँ म यही त भन्न सक्दिनँ सबै सिनहरू मलाई मनपर्छ ती मध्येका एउटा कुनै टुक्रा देखाइदिन्छु हुन्छ हामी दर्शकहरू सामु यतिखेर मेरी भाषाको एउटा सिनबाट हामी राख्दैछौँ त्यस पछाडि पुनः कुराकानीको साथमा आउनेछौँ बम बम भोले अहिले आउँदाखेरि त कुकुर थिएन अहिले छ कि छैन भोले आउ गरेर कुकुरले झम्टिन्छ अलि परे बसेर अलग निरञ्जन भनेर भन्न खोजे त्यसै तर्सिन्छ त कता डल्ले तर्छ त मुटु नै ढुढु भुनी गरी जिस्किने हो के हो नि यो सर्व रोग निरोधक बुटी हो के भाइहरूको रोग चट आलो निरञ्जन बम बम भोले जय पशुपति नाथ हैन दोरै किन आइरहेको हो यो जोगी बालिके यो बाबाले सर्व रोग निरोधक बुटी लिएर आएको छ कता पर्यो
ल खोइ खोइ हेरौँ कस्तो रहेछ। अमल पित्त कमल पित्त जमल पित्त घण्टाघर पित्त बेला बेला हाँस्ने खिच्चा खिच्चा सबै रोग चकनाचुर पार्छ। खोइ अस्ति पनि यस्तै राम्रो भनेर लिएको एउटा पैसा मात्र खेर गयो ठगिहाल्यो। कामै नलाग्ने परेछ। मगन त नारायण बाबा हो यो कलकत्तादेखि काकर भित्तासम्म बुट्टी बेचेको छ अहिलेसम्म नक्कली परेको छैन। इन्द्रजाल पढेको छु एउटा मन्त्र पढिदिन्छु आकाशबाट पानी बर्सिन थाल्छ फेरि। लौ त लौ आकाशबाट पानी पार्दै किनिहाल्छु। ठिक छ तल आएर समातेर उभिया तिमी। जल देवी हरि देवी विद्या देवी गंगा देवी राची देवी शक्ति देवी पाइले देवी हरि देवी छ। खोइ त खोइ पानी परे। पर्छ एकछिन है एकछिन। ए जल देवी छाल देवी छिटो छिटो पानी पार्नु पर्यो देवी न त बर्बादै होला जस्तो छ देवी। हो त भाइ पानी त पर्यो नि। यस्तै गरी पानी त वर्षाको वर्षै गर्नु पर्यो देवी। ओहो धेरै नै निठुर्कै भाइ यो एकछिन रोकौँ कि क्या हो देवी। ल परेको पर किन्छु किन्छु। कति हो यसको? अब अरूलाई त 500 रुपियाँ ल्या हो अब आइमाई मान्छे किन फेरि धेर लिनु 200 रुपियाँ दाम देऊ। ल 200 रुपियाँ ट्याक्कै? ठ्याक्कै देऊ न अब के लिनै पर्यो। 100 200 ल लिनुहोस्। ल धन्यवाद। लिन त लियो नक्कली हो कि फेरि एकचोटि पानी पारिदिउँ त? ओहो लौ देवी फेरि एकचोटि पो पानी पार्नु पर्ने भयो त देवी। अब त भाडा पानी नै सिद्धे कहाँबाट पानी पार्नु देवी? पुनः स्वागत छ यहाँलाई चिया गफमा। धन्यवाद छ। तपाईँको एउटा मिठो चिया छ। ए हजुर चिया पनि लिँदै गरौँ। होइन चिया अघिदेखि खाइरहेकै छु। यो क्वेसन सोधेपछि अलिक खाना गाह्रो। कतिको मन पराउनुहुन्छ चिया खान्जेल नसोध्नु। यो कलाकारको लागि चिया भन्ने त सबभन्दा ठुलो खुराकै हो नि। तपाईँको अलिकति व्यक्तिगत प्रसङ्गतर्फ जाउँ है। भनेको बेलामा भात खान पाइँदैन? हजुर हजुर प्लिज। भनेको बेलामा भात खान पाइँदैन चियाले पेट भर्नुपर्छ। तर तपाईँ निकै दुब्लो हुनुहुन्छ है? हजुर। तपाईँ आफैले यो शरीर मोटाउन नदिनु भएको कि कलाकार भइसकेपछि त अब आफ्नो हुन्छ नि भूमिकामा कस्तो सहिन्छ त्यो अनुसार पनि आफ्नो जिउलाई ढाल्नुपर्छ हो कि जति खाँदा पनि नमोटाउनु? होइन ठिक भन्नु हो। सकभर चाहिँ मोटाउनै चाहन्थेँ म तर जति खाए पनि जिउमा नलाग्ने। अब के मिल्दैन होला खानाको टाइम खानाले थिचेको भन्छ नि। घिचेकोले थिचेको भनौँ न। हजुर जिन्दगी एकदमै रमाइलो छ। रमाइलो मान्नुपर्छ। बाटोमा हिँड्दा अब अथवा साथी सङ्गीहरूसँग हिँड्दाखेरि हुन्छ नि जिस्काउने बाहिर हिँड्दाखेरि कति दर्शकहरूले तपाईँलाई चिनेर जिस्काउनुहुन्छ नि कस्तो प्रतिक्रिया आउँछ त्यतिखेर कस्तो रियाक्सन गर्नुहुन्छ तपाईँ? त्यतिखेर अब पहिलो कुरो त मलाई चिन्नुहुन्न। अब अहिले मात्रै यो अहिले अलि जुङ्गा पालेर हो कि जस्तो देखिन्छ होइन। चिनेर त्यस्तो भन्नुभयो भने अब सकभर उहाँहरूसँग बोल्ने प्रयास गर्छु। सकभर धेरै उहाँहरूको के उत्सुकता होला मलाई के सोध्न चाहिरहनु भएको छ त्यसलाई अलि सूक्ष्मगत तरिकाले होइन कसैले केही कुरा मन परेन पनि भन्न सक्नुहुन्छ होइन। त्यसलाई अझै ध्यान दिन्छु मैले कहाँ गल्ती गरेँ होला। सकभर बढी सुन्ने प्रयास गर्छु। हजुर तपाईँले अहिले पछिल्लो समयमा दाढी पाल्नु भएको छ? हजुर हजुर। दाढी जुङ्गा सँगै? हजुर। यसको पनि केही उद्देश्य हुनसक्छ? यसको एउटा रहस्यमय छ। अहिले चाहिँ यो अब आज म फर्स्ट तपाईँहरू कार्यक्रमबाट भन्दैछु यो जबसम्म यो संविधान लेखिँदैन हजुर तबसम्म यो दाढी र यो कपाल चाहिँ नकाट्ने मैले प्रण गरेको छु। साँच्चीकै कि टेलिफिल्ममा? होइन साँच्चीकै। साँच्चीकै? साँच्चीकै नै। अनि कहिले बन्छ र संविधान कहिले काट्नुहुन्छ? अब हेर्दै जाउँ मेरो यो दाढीले यस्तो यो बिजोग भएको कतिन्जेल हेर्न चाहनुहुन्छ उहाँहरू? छिटोभन्दा छिटो माग्ने बुढाले दाढी काटोस् भनेर पनि उहाँहरूले संविधान टेलिफिल्म मार्फत तपाईँ भन्नुहुन्छ कि भन्नुहुन्न कि? आज होइन भन्दिनँ यो पर्सनल कुरा सोध्नु भएर मैले यहाँबाट भने। हजुर तपाईँको जस्तो हामीले टेलिफिल्ममा हेर्दाखेरि एउटा दाँत कुहिएको देख्छौँ होइन? हजुर। अहिले त एकदमै सधैँ नै रहेछ दाँत। हजुर हजुर अलि सधैँ नै छ। कसो गराउनुहुन्छ त्यो दाँत? त्यो चाहिँ नक्कली दाँत बाहिरबाट राख्ने हो अनि त्यसपछि त्यस्तो देखिन्छ। तपाईँको जुन गेटअप हुन्छ नि टोपी लाउने तरिका ती कपडाहरूको तरिका त्यो सुरुवात आफैले पनि गर्नुहुन्छ कि कोही हुन्छ तपाईँलाई त्यस्तो त्यो सिकाउने त्यो कपडाको बारेमा? होइन हामी त्यो अरूले सिकाउने त्यति व्यावसायिकतामा कहाँ पुगेको छौँ र आफैले खोज्ने हो। एक दिन मैले त्यो खोज्ने क्रममै एकजना भरियालाई मैले कालीमाटीमा भने के कस्तो हुन्छ भने हामीले प्राय नेपालमा चाहिँ के गरिन्छ भनेदेखि एउटा गाउँले गेटअप भन्ने बित्तिकै
इस्टकोट एउटा लाउने टोपी लायो के लाएपछि भइहाल्छ होइन तर गाउँमा त्यहाँ बसिरहने मान्छेको गेटअप त्यस्तो नयाँ हुँदैन नि त्यो त मल बोक्दा बोक्दा कस्तो हुन्छ यो पनि खुम्चिएर यस्तो यस्तो आइसकेको हुन्छ होइन यतातिर अलिकति फाटेको हुन्छ यहाँ आधी पसिना आएर के भएको हुन्छ त्यस्तो भने जस्तो पाइँदैन अनि मैले त्यस्तो रियालिटी आओस् भनेर मैले कालीमाटीमा एकजना भारी बोक्ने मान्छेलाई भने तपाईँको यो लगाएको सबै लुगा मलाई दिनुहोस् म तपाईँलाई अर्को यस्तै लुगा नयाँ किनिदिन्छु भनेर भनेपछि उहाँले मलाई एकदम शङ्का गरेर एकछिन हेर्नुभयो होइन अनि यस्तो भाग्नुभयो उहाँ होइन उहाँको लाइफमा उहाँले सोच्नुभयो यो लुट्ने मान्छे हो कि अथवा उहाँले चाहिँ कमाएको पैसा त्यहाँ कहीँ चाहिँ बटारेर भित्र लुगामा राखेको थियो कि होइन यो पैसा मैले बोकेको थाहा पाएर यो पछि लागेको छ भन्ने सोच्नुभयो कि यस्तो भाग्नुभयो होइन म एक्लै बसेर कन्भिन्स गराउनु भने कि म फलान मान्छे हो होइन त्यो भन्नै पाइनँ कि मैले सोधेँ सिधै गएर मैले हेरेँ त्यहाँ बुढा खाडा यस्तो धेरैजना त्यो पेटीमा लाइनै बस्नु त्यो गफ मारेर बसिरहनु भएको थियो अनि मैले सोचेँ यस्तो खालको लुगा लगायो भने दर्शकले मन पराउनु होला भन्ने सोचेर त्यो एकजना ठ्याक्क छानेर तपाईँको यो सबै लुगाको पैसा कति हो म दिन्छु अथवा तपाईँलाई म नयाँ लुगा किनिदिन्छु होइन भनेर भनेपछि चाहिँ उहाँ जुर्क उठेर यस्तो भाग्नुभयो हजुर अहिले सायद उहाँले तपाईँलाई चिन्नु भएको भए होइन उहाँले त्यति मलाई चिन्नुहुन्न मलाई त बाहिर दर्शकले हातपत्ती चिन्नुहुन्न कसले भन्यो भन्ने मलाई थाहा नै छैन यदि यो कार्यक्रम हेरिरहनु भएको भए उहाँले चाहिँ त्यो दिनमा सोध्ने माग्ने बुढो रहेछ भन्ने थाहा होला हजुर अनि त्यस पछाडि कसरी तयार पार्नुभयो त्यो कपडा उहाँकै हेरेर होइन हो यो पछि हो मैले त्यो जुन भटभटेमा किन्दाखेरि चढ्दाखेरि चाहिँ त्यो कमिज र त्यो किनेको ज्वारी कोट टोपी त्यो सबै त्यसपछि चाहिँ सिलाएँ अनि मैले हारेँ नहुने रहेछ यसरी मागेर भनेर हजुर नयाँ सिलाउनु भएपछि जस्तो बाहिरतिर प्रोग्राममा जाँदाखेरि नि अब दर्शकहरूले त कतिपय अवस्थाहरूमा चाहिँ म माग्ने बुढा हो भन्दा पनि नचिनेको अवस्था हुन्छ होला है तपाईँहरूलाई त्यस्तो छ जस्तो कार्यक्रम स्थलमा छिर्न नदिएको अनि मलाई नै आएर माग्ने बुढो कहाँ हुनुहुन्छ भनेर सोधेको त्यस्तो घटनाहरू धेरै नै हुन्छ प्रायः जस्तो अब म यतापट्टि कोठामा बस्छु धुर्मुस उतापट्टि बस्नुहुन्छ अनि यतातिरबाट आउने मान्छे पर्नुभयो भने चाहिँ त्यहाँ मलाई सोध्न आउनुहुन्छ कि यहाँ कलाकार आउनु भएको छ नि माग्ने बुढो र धुर्मुस कहाँ बस्नु भएको छ भनेर सोध्न आउनुहुन्छ होइन अनि म के भन्ने कोही कोहीलाई रमाइलो गरेर उतापट्टि हुनुहुन्छ भनिदिन्छु अनि पहिला गएर धुर्मुसलाई भेट्नुहुन्छ अनि माग्ने बुढो उता हो भनेपछि ए तेरी तपाईँ नै हुनुहुँदो रहेछ नि अघि भन्नु पर्थेन भन्छ हजुर जतिको तपाईँले सफलता टेलिसिरियलबाट कमाउनु भएको छ त्यसले गर्दा नि तपाईँहरू स्टेज प्रोग्राममा बढी जानुहुन्छ होइन त्यसकै सिलसिलामा हजुर त्यो गाउँको प्रतिक्रिया कस्तो हुन्छ तपाईँ त गाउँमा बढी चर्चित हुनुहुन्छ नि आज गाउँको प्रतिक्रिया चाहिँ बढी उहाँहरूको प्रतिक्रिया चाहिँ गाउँलाई देखाइदिएकोमा गाउँको कथाहरू समेटिदिएकोमा चाहिँ बढी आभार व्यक्त गर्नुहुन्छ अझै जिम्मेवारी बोध हुन्छ केही गर्न बाँकी रहेछ अझै जस्तो लाग्छ प्रायः चाहिँ मलाई अब म तपाईँ कार्यक्रम मार्फत पनि भन्न चाहन्छु कति ठाउँमा चाहिँ कार्यक्रम स्टेज सो गर्दाखेरि चाहिँ टिकट दर बढी राखेको कारणले हाम्रो अझै वास्तविक दर्शकहरू हुनुहुन्छ अझै वास्तविक दर्शक जोसँग चाहिँ माग्ने बुढाको जस्तै चप्पल छैन कि होइन हजुर पैसा छैन कि कार्यक्रम स्थल आउनलाई पनि 50 रुपियाँ टिकट काटेर आउनुपर्ने घरमा फेरि दुर्भाग्य उहाँहरूकै सन्तान बढी होइन अब कतिजनालाई लिएर आउनु पर्ने फेरि फर्किनु पनि पर्यो त्यसपछि टिकट पनि काट्नु पर्यो भन्दाखेरि टिकट दर महँगो भइदिएको होइन कम्तीमा 25 वा 50 पनि टिकट भइदियोस् त्यसमा त तपाईँहरूको रेटमा पनि त भर पर्छ नि होइन तपाईँहरूले पनि यहीँबाट महँगो लिइदिनु भयो भने त उहाँहरूले फेरि त्यसलाई कभर गर्नको लागि त्यसमा के हुन्छ भने एउटै गरिदिनुहुन्छ जो मान्छेहरू अलिकति बढी पैसा तिरेर सम्मानित ठाउँमा बस्न चाहनुहुन्छ कि कुर्सीमा बस्न चाहनुहुन्छ म चाहिँ 1000 रुपियाँ तिर्छु भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ त्यहाँ कि उहाँलाई पनि बरु 100 रुपियाँ गरिदिने अनि तिर्न नसक्ने नि 100 गरिदियो भनेदेखि चाहिँ न त उहाँ कुर्सीमा बस्न पाउनुभयो न उहाँ भित्र छिर्न पाउनुभयो हजुर अझ यस्तो पनि भनिन्छ कि कलाकारहरू बढी दर्शकहरूसँग प्रत्यक्ष रूपमा भेटेपछि उहाँहरूको भ्यालु घट्छ भनिन्छ घट्दैन अब त्यहाँ गएर नराम्रो कुरा गरियो भने भ्यालु घट्ला उहाँहरूसँग त माया साथ नै हो नि तपाईहरुलाई कस्तो लागिरहेछ मेरी बात सही मैले गरेको एक्टिङ कस्तो लागिरहेछ तपाईहरुको के भन्दिए हुन्थ्यो जस्तो लाग्छ कुन चाहिँ पीडा तपाईहरुलाई चाहिँ के दूधको भाउ नबढेको छ कि के त्यो भएको छ कि मकै बिक्या छैन कि के भन्दियो जस्तो लाग्छ खालको कुरा गर्नु पर्यो नि त गएर हजुर जस्तो मेरी बातकै कुरा गर्नु पर्दाखेरि पनि थुप्रै अभिनय गर्ने अरु व्यक्तिहरुको चाहिँ जुन अभिनय चाहिँ परिवर्तन भइराको जस्तो लाग्छ हैन अब जस्तो कथा अनुसार उहाँको क्यारेक्टर भनौं न परिवर्तन भइराको तर माग्ने बुढा चाहिँ सधैं एउटै क्यारेक्टरमा देखा परेको म चाहिँ खास विशेष गरी चाहिँ अब दर्शकहरुको प्रतिक्रियाको आधारमा चल्छु म चाहिँ बढी चाहिँ मेरो माग्ने बुढो @yahoo.com हो हैन MAGNEBUDHO @yahoo.com माग्ने बुढो yahoo.com मा जे आउँछ हजुर
त्यो प्रतिक्रिया हेरेर चाहिँ चल्छु म प्रायः। अनि मलाई दर्शकले हल्लिन दिनुहुन्न कि यो ठिक छ यो भएन, अघि नै मैले भनिसकेँ। ढाका टोपी लगाएको भएन, फुगालिदिइसकेँ मैले अस्ति। हजुर भएन भने चाहिँ सक्यो। अब त्यो जबरजस्ती मलाई राम्रो लाग्यो भनेर मैले गर्ने होइन, उहाँहरूले जे मन पराउनुहुन्छ त्यही नै गर्ने हो। अब मलाई त न लुगा फेर्न दिए न धनी हुन दिए। मैले धनी हुँ कि एकचोटि भनेर मैले धेरैजनालाई मेल पठाएँ। म धनी हुँदा के होला, म धनी भएको एउटा कथा गर्न चाहन्छु भनेर भन्दाखेरि यति आयो बुटुङटुङ, कहाँ त्यस्तो कुरा गरेको भनेर झन् गाली हप्की दप्की पो आयो। हजुर भनेपछि म चाहिँ जहाँको त्यहीँ नै रहेँ। भनेपछि खास दर्शकहरूले हेर्न चाहने हाम्रो गाउँले परिवेश, हजुर, हाम्रो गाउँले जनजीवन र त्यहाँकै कथालाई चाहिँ बढी हेर्न चाहनुहुँदो रहेछ। हजुर हजुर, यसबाट पनि यो बुझिन्छ है। त्यो पनि र जस्तो अब हामी कहिलेकाहीँ सहरतिर जान्छौँ एक्लो महसुस गर्नुहुँदो रहेछ जस्तो लाग्यो मलाई होइन। जस्तो अब लगभग 1 वर्ष भयो हामी अहिले म्यासेजमा आइरहेछौँ होइन। कुनै त्यो कथाको केही न केही सन्देश होस्, हँसाउने त भइ नै हाल्यो होइन, सामाजिक व्यङ्ग्यसहित केही सन्देश दिएर जाओस् होइन। जस्तै इकुको कुरा, इकुको लास्टमा आएर हामीले चाहिँ गाउँका मान्छे हामी स्वार्थी भयौँ, हामी अलिकति चेतनशील भन्ने चाहिँ स्वार्थी भयौँ, जङ्गलमा बस्नेले चाहिँ प्रेम बुझ्यो, बिदाईमा माला लगायो, रोएर हिँड्यौँ भन्ने त्यहाँ त्यसमा गऱ्यौँ भने त्यसपछि आएर जुन कृषि सम्बन्धी गऱ्यौँ हामीले, दुधको भाउ बढेन होइन। कृषि प्रधान देशमा पानीको भाउ चाहिँ 25 लिटरको अनि दुध चाहिँ 18। हजुर, कसरी कृषि प्रधान देश? यो त पानी प्रधान भने पनि भएन। पानी प्रधान पनि नभन, लोड सेडिङ यस्तो छ फेरि है होइन, त्यो पनि भएन। त्यो जुन चेतनामा आइयो अनि त्यो पिछडिएको वर्गहरूको कुरा बोलिदिने मान्छे मेरी बात चाहिँ त्यो हो भन्ने परेर हो कि अनि सहरतिर गयो के गर्यो गाली गर्न थालिहाल्नुहुन्छ। हजुर, कहाँ मोटर चढ्न थालेको गएर यहीँ गाउँमै आउनुपर्छ। हजुर, एउटा अभिनय हामी हेर्न चाहन्छ तपाईँको अहिले नै। अभिनय त अब यो बोलिरहेको नि सबै अभिनय नै हो। तर पनि माग्ने बुढाको एउटा चाहिँ म हिमालतिर जाँदाखेरि त्यो राजु मास्टरको 2 लाख रुपियाँ चाहिँ त्यो झुकिएर त्यो बान्द्रेले लगाएको इस्टकोटको पछाडि यहाँनिर चाहिँ परेको हुन्छ। त्यो कुरो हामीलाई पनि थाहा हुँदैन, हामी पनि बेखर्ची भएर हिँडिरहेको। त्यहाँ 2 लाख हुन्छ तर त्यो हामीलाई थाहा हुँदैन। एकजना लामाले चाहिँ त्यो ज्योतिषीय हेर्ने उसबाट चाहिँ यो मान्छेसँग चाहिँ अकुत धन छ होइन, गोप्य रूपमा राखेको रहेछ भनेर भनिदिएपछि हाम्रो झगडा पर्छ। त्यहाँ मैले भनेको थिएँ, ए मुया यो हाम्रो देश चलाउने मान्छेहरू चाहिँ एकदम धनी 50-60 लाखको पजेरो, त्यस पछाडि चाहिँ नि तिनका श्रीमतीहरू पनि गहनाले धपक्क ढाकेका, तर चाहिँ नि देश चाहिँ एकदम गरिब भन्या जस्तै। यो माग्ने बुढो जस्तो कहाँ भतुवा बस्ने यो बान्द्रेसँग 2 लाख रुपियाँ कहाँबाट आयो? ए बान्द्रे कहाँबाट आयो भन् त्यहाँ खुरुक्क भन्छस् के भन्दैछ? लात्ताले दिउँ अहिले बारीको पाटामा पुर्याइन्छु। अनि के गाई यात्रा गरे तिमीले? यो गाई यात्रा गरे हो? यो धोती लाएर लामो फड्का गरेर हिँड्नलाई एकदम असिलो हुँदो रहेछ के। त्यही भएर यस्तो दाहिने खुट्टो सार्दाखेरि यस्तो गर्ने, देब्रे सार्दा यस्तो गरेर फटाक छिटो कसरी हिँड्ने भनेर जुक्ति लगाइरहेको नि। होइन भिनाजु, तिमीलाई साह्रै नै असजिलो भएको भए मेरो हाफ प्यान्ट र गन्जी लाउँछौ त? यो हाफ प्यान्ट र गन्जी त नलाऊ होला हो, यस्तो त बाँदरहरूलाई मात्रै सुहाउँछ। त्यही भएर त तिमीलाई लाऊ भन्ने नि। अहिले लाचाले दिएर बारीका पाटा पुर्याइन्छु अनि थाहा पाउँछ। प्रभु हजुर साक्षात् प्रकट। तिम्रो भक्तिदेखि म अति प्रसन्न भएँ। भन तिमी के चाहन्छौ? प्रभु अभाव र दुःखमा कति जिन्दगी गुजार्ने, हजुरको आशीर्वाद पाए सुखी र खुसी जीवन बिताउने इच्छा छ प्रभु। भक्त तिमी आजै गएर पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा खाता खोल अनि हुन्छ सफल जिन्दगीको सुरुवात। धन्य प्रभु, प्रणाम। तथास्तु। तपाईको सुनौलो भविष्यको लागि पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्रधान कार्यालय कुमारी पाटी ललितपुर, शाखा कार्यालय जमल काठमाडौँ। सफल जिन्दगीको सुरुवात पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडबाट। आउनुहोस् तपाई पनि आजै खाता खोली ढुक्क हुनुहोस्। लात्ताले हानेर बारीको पाटामा, यो पनि एकदमै चर्चित थिएको भयो तपाईँको लागि है, एकदमै प्रख्यात भयो। प्रायः कलाकारहरूको आफ्नो थिएको पनि हुन्छ। अरू कुनै थिएको परिवर्तन गर्दै हुनुहुन्छ अहिले? थिएको त धेरै नै गरिसकेँ मैले। नाइस टु मिट यु, त्यस पछाडि हुन त मागेर काम चलाउने बानी होइन, तर के हर्न माग्ने होइन कारण पर्यो।
हजुर होइन भन्ने चाहिँ पुरानो भयो। अनि यो नाइस टु मिट युले निकै बजार लिइरहेछ। हजुर हजुर नाइस टु मिट युको चाहिँ अर्थ रहेछ क्या। कति कोही कोही थेकोहरू चाहिँ अर्थसहितका नि बोल्छौँ कि हामी कहिलेकाहीँ त्यत्तिकै रमाइलो भयो भनेर। खास थेको प्रयोग चाहिँ दर्शकै माग अनुसार गर्ने हो। त्यहाँ त्यो भन्नुभयो नि त्यो चाहिँ साह्रै राम्रो लागेको थियो, त्यो फेरि भने हुन्छ भन्ने खालको प्रतिक्रिया आएपछि अनि त्यो थेको भन्ने हो प्रायः चाहिँ। अनि यो इङ्ग्लिस सिक्ने क्रममा नाइस टु मिट यु भन्नुपर्छ भन्ने के परेपछि भनेको, अनि पछि विचार गर्दै जाँदाखेरि नाइस टु मिट यु चाहिँ प्रायः प्रयोग भइरहँदो रहेछ। इङ्ग्लिस फिल्महरू पनि हेर्छु बेला बेलामा होइन, इट्स नाइस टु मिट यु यस्तो प्रयोग भइरहने रहेछ एकदमै। अनि त्यो चाहिँ अब कहिलेसम्म मन पराउनुहुन्छ त्यो पनि तेरि भएन भन्ने दिन त्यो पनि छोडिदिइहाल्छु। पढाइ कहाँ पुऱ्याउनु भयो आफ्नो? पढाइ मैले आइएल पढ्दा पढ्दै छोडिदिएको, यही पढ्न सकिनँ मैले। यही क्षेत्रमा लाग्नको लागि अथवा अन्य कारणले? अन्य कारणले नै अब धेरै, अब एउटा दुर्गम गाउँबाट आएको केटो काठमाडौँमा बसेर स्ट्रगल गर्दा अब धेरै कुराहरू। दुर्गम भन्नाले? म मकवानपुरको ठिङ्गनमा जन्मेको। कस्तो थियो त्यहाँको माहौल? दुर्गम भनेपछि त बाटोघाटो नभएको हो? धेरै नै नभएको, साइकल हेर्नलाई पनि 8 घन्टा हिँड्नु पर्थ्यो। अहिले त मोटर बाटो गइसक्यो। अनि स्कुल ड्रेस हुँदैन थियो मैले पढ्ने बेला, जे मन लाग्यो। दसैँमा ल्याएको लुगा लाएर वर्षभरि स्कुल गइरहने हो। 1 वर्षसम्म त्यही कपडा। अनि मलाई थाहा भएसम्म त्यहाँ त्यो 5वटा कक्षा एउटै ठाउँमा बसेर पढ्थ्यौँ। एउटै लामो टहरो थियो कि, टहरो थियो। अनि 1 कक्षा यहाँ बस्ने, 2 कक्षा त्यहाँनिर, 3 कक्षा त्यहाँ, 4, 5 गरेर बस्ने। अनि टिचरहरू पालो पालो बिदामा बस्ने, एकजना भएपछि अरू 2 जना बिदामा बस्ने, 3 जना छन् भने। अनि एकजनाले नै पढाउने, ओरादेखि परसम्म लट्ठी लियो, पढ 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 5 क्लाससम्म पुग्यो। फेरि उताबाट फर्किने, कोही चलेको छ भने 1 लट्ठी हानिदिइहाल्यो होइन, त्यस्तो हो होइन। अनि त्यहाँबाट काठमाडौँ आउँदाखेरि कसरी आउनुभयो काठमाडौँ? त्यस्तो दुर्गम क्षेत्रको मान्छे यो क्षेत्रले तानेर आउनुभयो कि सोचेर आउनुभयो? पढ्नको लागि आउनुभयो? पढ्नको लागि नै हो। खास चाहिँ नि मेरो मुवा चाहिँ म 7 वर्षको हुँदाखेरि नै बित्नु भएको। एकदम दुःखद थियो मेरो बाल्यकाल। त्यसपछि काठमाडौँ आएपछि एसएलसी दिनको लागि आएको हो। एसएलसीको ट्युसन पढ्नलाई काठमाडौँ आएको खास चाहिँ। हजुर कोसँग बस्नुभयो त्यतिखेर? यहाँ मेरो अङ्कल हुनुहुन्थ्यो सुरेन्द्र शर्मा, अहिले पनि हुनुहुन्छ। कुन कारणले तपाईँ यो क्षेत्रमा लाग्नु भएको? के कोबाट प्रेरित हुनुभयो? यो चाहिँ म चाहिँ सानैदेखि कविता लेख्थेँ। गाउँमा पनि दसैँ तिहारमा यस्तै यस्तै अवसरमा चाहिँ तन्ना, डोरीमा तन्ना झुन्ड्याएर नाटक साटक यस्तै यस्तै गर्थेँ। अब खास केही प्रतिभा रहेछ क्या अरे, अब थाहा थिएन म कलाकार बन्छु भन्ने। त्यसपछि कवितामा प्रथम हुन्थेँ 7-8 कक्षामा पढ्दाखेरि। अनि त्यसले पनि अलिकति त्यस्तो भयो। त्यसपछि म रेडियो नाटकमा छिरेँ त्यसकै कारणले। यहीँ काठमाडौँ आएपछि रेडियो एसबिसीमा रेडियो नाटकमा छिरेँ। अनि बिस्तारै बिस्तारै माहौलमा छिर्दै छिर्दै आइयो भनौँ। हजुर बिहे गरिसक्नु भएको छ? छोरा पनि छ? हजुर हजुर। कति वर्षमा बिहे गर्नुभएको? मैले 25 वर्षमा। गाउँमै छँदा कि यहाँ आएपछि? होइन काठमाडौँमै हो। यो क्षेत्रमा बिहे गरेपछि अनि यो कला क्षेत्रमा लागेको। घर धान्ने मान्छे भयो नि त। घर धान्नको लागि एक्लै भए भए अलिक गाह्रो हुन्थ्यो। 25 वर्षमा बिहे गर्नुभयो भने चाहिँ अहिले कति वर्ष हुनुभयो तपाईँ? अब 56 सालमा बिहे गरे हो। अब तपाईँ पनि म्याथमा फेल नहुनु भयो हिसाब गर्नु। के लाग्छ अहिले? पछि त लाग्छ कि लाग्दैन? कति कलाकारहरू त पछि त मान्नुहुन्छ, आफ्नो विवाह लुकाउन खोज्नुहुन्छ होइन। किन पछि त मान्ने? म त श्रीमतीकै कारणले कलाकार हुन पाएँ। कतिजना त विवाहित हो भने त केटी फ्यानहरू होइन त्यस्तो गर्ने। अनि तपाईँ विवाहित अविवाहित भने गरेर टाउको कनाउने मलाई ठिक लाग्दैन त्यो होइन। त्यो त श्रीमतीप्रतिको धोका हो। त्यो त्यस्तो लाग्दैन, किनभने घर भन्ने कुरा त श्रीमान र श्रीमतीको बराबरी योगदानबाट चल्ने हो नि होइन। अब म बिहा भएको छैन भनेर फटाइ गर्दै हिँड्ने कुरो त होइन नि। सायद अहिले भाउजूले हेरिरहनु भएको छ भनेर कि? उहाँ त्यति हेर्नुहुन्न, बरु मैले बिहा भएकै छैन भने केही फरक पर्दैन मलाई। त्यही पनि हुन्छ नि, अगाडि एकतिर मनमा अर्कै हुन्छ नि त। त्यस्तो तपाईँको पनि त्यस्तै छ कि? थुप्रै केटी फ्यानहरू बनाउनुहुन्छ त बाहिर जाँदाखेरि? मेरो चाहिँ त्यति भएको पाउँदिनँ म। त्यति भएको होइन, 2-4वटा मात्रै? होइन, मेरो चाहिँ फ्यानहरू कस्तो हुनुहुन्छ भन्दाखेरि निस्वार्थ खालका फ्यान हुनुहुन्छ कि। जस्तो फ्यान भनेको चाहिँ कति लेडिज फ्यानहरू चाहिँ कस्तो पनि हुन्छ भनेदेखि योसँग बिहा गर्न पाए हुन्थ्यो भन्ने टाइपको कि त्यस्तो हुन्छन् नि। प्रेम प्रस्ताव त आउँछ त्यसो भए? त्यस्तो हुन्छन् नि होइन, मेरो हुँदैनन्। मेरो चाहिँ के भन्दाखेरि निस्वार्थ यो चाहिँ माग्ने बुढो टिभीमा राम्रै खेल्छ, यसलाई भेटौँ त एकचोटि कुरा गरौँ भन्ने टाइपको मात्रै कि। हजुर के त तपाईँको रोलले गर्दाखेरि पनि त्यस्तो नभएको हो कि तपाईँको त्यस्तो माग्ने बुढाको उसमा हुनुहुन्छ, अभिनयमा हुनुहुन्छ? त्यो पनि हुनसक्ला। म ढाँट्दिनँ पनि, किन ढाँट्नु 2 दिनको जिन्दगीमा जस्तो पनि लाग्छ क्या। फटाइको जिन्दगी टिक्दैन नि। प्रेम पत्र कतिको आउँछ तपाईँलाई? प्रेम पत्र चाहिँ होइन के, तपाईँले मलाई प्रेम गरिन् जस्तो अनुहारको देख्नु भएको छ?
प्रेम त अनुहारले गर्ने होइन मनले गर्ने हो नि जुन आकर्षण पहिला सुरु गर्नुपर्छ अनुहारले एउटा फिगरले होइन मैले योभन्दा पहिला एउटा अन्तर्वार्तामा पनि भनेको थिएँ र त्यो अति मन पराउनु भएको थियो दर्शकले के भन्दाखेरि म अहिले जवानीको सबैभन्दा ह्यान्डसम देखिँदा त यस्तो छु भने म प्रेम गर्ने बेलामा जतिखेर म 25-26 थिएँ होला वा कति थिएँ त्यतिखेर कस्तो लुरे थिएँ होला किन हेर्ने मलाई कुनै केटीले जस्तो लाग्छ कहिलेकाहीँ त नमजा पनि लाग्छ होला नि यस्ता कुरा लाग्दैन मेरो जीवनको बुझाइको गहिराई अर्कै छ हजुर मतलब त्यस्तो बाहिरी आवरणलाई वा कसैसँग लभ गर्नु 2 दिनलाई रमाउनुलाई चाहिँ म मान्दिनँ कर्मलाई मात्रै मान्छु प्रेम विवाह गर्नुभयो कि मागी विवाह तपाईले कुनै केटीप्रति त्यस्तो मन गएन कहिले प्रेम गर्नको लागि त्यो सोच्ने फुर्सद कहिले भएर मलाई पहिले त अब एसएलसी पास गर्नुभन्दा पहिला त अब जिली गान्टे थिएँ किताब बोक्नै सक्दैन थिएँ कसले पत्याउनु न त कसैले पत्याउँथे न मैले त्यसको चाहिँ राख्न सक्थेँ होइन 2 छडी टिचरले हाने भनेदेखि 3 दिनसम्म रुनुपर्ने अवस्था थियो त्यसपछि कलेज लाइफमा आफैले स्ट्रगल गर्नु पर्यो आफैले कमाउनु पर्यो आफैले पढ्नु पर्यो त्यो बेलामा त्यो सोचाइ नै आएन बेलुका दाल कहाँबाट ल्याउने होला दाल सकिया थियो भन्ने बेलामा कहाँबाट लभ गर्नु होइन अब त्यसपछि बिए गरेपछि मात्रै कला क्षेत्रमा प्रवेश गरेँ अब त्यसपछि घरप्रति इमान्दार हुने भयो त्यसपछि छोराछोरी जन्मिन थालेपछि त बाबै छोराको फी तिर्नु पर्यो कतिजना हुन्छ सन्तान 2 जना एउटा छोरा एउटा छोरी छोरी कति क्लासमा पढ्नुहुन्छ छोरी अहिले नर्सरी हजुर सुखी परिवार सुखी नै भनौँ न अब भन्नाले होइन अब दुईटा पनि बढी भयो कि जस्तो भइसक्यो कि सुखी भन्नाले अकमकाउनु भयो कि तपाई के भएर दुईटा पनि बढी रहेछ यार तेरी अहिले त एउटा मात्रै जन्माउनु बेला रहेछ भन्ने जस्तो भइसक्यो कि तर तपाई त भनौँ न एउटा पदमा पुगिसक्नु भएको मान्छे एउटा स्थानमा पुगिसक्नु भएको मान्छे अहिले जसले अब अलिकति कमाउने ठाउँमा पुगिसक्नु भएको मान्छेले त यस्तो भन्नुहुन्छ भने नेपालको समग्र स्थिति हेर्नुस् न त्यही कुराले त चिन्तित छु नि दारी त्यसै पालेको छु र जबसम्म संविधान लेखिदैन तबसम्म सबैको स्थिति सुध्रिदैन अब भनेर ठिकै छ हामी चाहन्छौँ माग्ने बुढाको दारी छिट्टै काटियोस् हजुर यतिखेर अर्को एउटा क्लिप्स राख्न चाहन्छौँ मेरी बासेबाट त्यसपछि पुनः हुनेछौँ भिनाजु यो राजु माड साहबको सन्तानलाई के भएको त्यत्रो घर झगडा लगाइदिँदाखेरि पनि घर छोडेर जाँदैन नि त त्यही त भने यहाँ खर्चले सङ्कट परिसक्यो खास यो खर्चले सङ्कट परे पनि जोगी धेर भएर हो के यसो गरौँ बान्द्रे चाहिँ गाउँतिर ज्यालादारीमा पैसा कमाउन्छ रोक निरञ्जन जय बम बम बोले जय पशुपतिनाथ होइन उसै पनि जोगी बढी भइरहेको बेला यो कुन चाहिँ जोगी आएर बस्यो फेरि त्यही त भने बाबा नमस्कार नमस्ते क्या हुआ बालिके बाबा मैले ती ज्योतिषीहरूलाई हात देखाएको त मेरो जिन्दगी डामाडोल छ भनिदिनु भयो मलाई त चित्तै बुझेन एकपटक हजुरले हेरिदिनु हुन्छ कि बालिके ए लोग जोगी नहीं है डॉगी है लुच्चा कहीं का तुम्हारा भविष्य उज्जवल है अनि नि बाबा मेरो लोग्नीको कतिवटा स्वास्नी हुन्छ तुम्हारा पति तुम्हारे साथ शादी नहीं होता ना ब्रह्मचारी बस्ता बहुत अच्छा है लट्टा फटा काइका मेरो लोग्नेको 5-5वटा स्वास्नी हुन्छ भन्दिनाले बेकारमा झगडा गरेछु घैटी यो कतै राजु माड साहब त होइन राम्रो हेर त ए हो रहेछ कोठी हेर्न कोठी जाओ अपने लोगने से माफी मांगो अच्छा घर जम होगा बाबा ये आगा का आग उल्टा कहाँ से ले रहा है उधर गांव में राजू मास्टर का घर में आग लगी हुआ है धुनी तापना होता है भनेर लिएर आया मेरो घर आगो ए सुनिनुहोस् हाम्रो घर आगो लाग्यो रे हाँ
यही पता लगाना था ये बाबा है कि राजू मास्टर है। पुनः स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर धन्यवाद। तपाईँ एकदमै जे कुरा भनिरहनु भएको छ सत्य कुरा भनिरहनु भएको छ, हामीलाई विश्वास छ। हजुर। र हाम्रो विश्वाससँगै हामी कार्यक्रमको लगभग अन्तिम चरणमा नै आइसकेका छौँ। केही छोटा मिठा प्रश्नहरू छन् हामीसँग, त्यसको जवाफ पनि छुट्टै दिनु होला है। जीवनलाई कसरी हेर्नुहुन्छ? जीवनलाई सङ्घर्ष, विवाह, विश्वास, सन्तान, बाध्यता, नेपालको हास्य व्यङ्ग्य क्षेत्र, केही सुधारोन्मुख, माग्ने बुढाले गरेको योगदान, केही पनि होइन। अब मेरी बासेपछि अर्को के आउला? भन्न सकिन्न, राम्रै आउला। मन, लगाम छिनेको घोडा। कतिको रुनुहुन्छ? धेरै रुन्छु, सानो सानो कुरा पनि रुन्छु। जीवनमा तपाईँको अभिनय भन्दा आफ्नो जुन वास्तविक जीवन छ त्यसमा रुनु धेरै हुन्छ कि हाँस्नु धेरै हुन्छ? त्यसमा खास त त्यो मैले सङ्घर्षलाई बुझेको कारणले त्यो कारणले चाहिँ होइन, सङ्घर्षको कारणले चाहिँ रुदिनँ, कुनै बाधा व्यवधानले रुदिनँ, तर कुनै सेन्टिमेन्टल सिनले छिटै छुन्छ मलाई। भगवान्सँग एक चिज माग्नु पर्यो भने? यो संसारमा शान्ति होस्। आमा? आमालाई देवी। अब तपाईँको एउटै धोको जीवनमा जुन अहिलेसम्म गर्न सक्नु भएको छैन त्यो काम? अभिनय गर्दा गर्दै चितासम्मै अभिनय गर्न पाऊँ। दर्शकहरूलाई अन्त्यमा हँसाउँदै के भन्न चाहनुहुन्छ? हँसाउँदै चाहिँ अब नाइस टु मिट यु भन्न चाहन्छु। के बोलेँ, प्रश्न पनि त्यस्तै सोध्नुभयो, के गल्ती भयो भए म क्षमा चाहन्छु। तपाईँहरूलाई म कहिले नडाट्ने मान्छे, प्रतिक्रिया दिँदै गर्नु होला। म यो भन्न चाहन्न कि मलाई माया गर्नुहोस् भनेर म चाकडी पनि गर्न चाहन्न, मलाई गाली पनि दिनुहोस् ताकि म नबिग्रिउँ नमात्तिउँ। सबैजनाले माग्ने बुढोको राम्रो भन्दै भरे माग्ने बुढो चाहिँ भिरमा परेको हेर्नु नपरोस् तपाईँहरूले, त्यही कारणले मलाई बेलैमा सजग गराउँदै गर्नुहोस्, यो भएन यस्तो गर भनेर। हजुर। अब कति दर्शक महानुभावहरू हुनुहुन्छ तपाईँलाई प्रत्यक्ष रूपमा भेट्न चाहने पनि हुनुहुन्छ होइन? अब कतिजनाले त तपाईँको इमेल मार्फत पनि तपाईँलाई मेसेज पठाएर भेट्नुहुन्छ होला, कतिजना फोन गर्नुहुन्छ, तर सर्वसाधारण हुनुहुन्छ जोसँग केही चिज पनि हुँदैन भेट्नको लागि भने उहाँले तपाईँलाई भेट्न चाहनुभयो भने चाहिँ कसरी भेट्न सकिन्छ उहाँलाई अलिकति भनिदिनुहोस् न। त्यसरी भेट्नु पऱ्यो भनेदेखि चाहिँ अब यो टेलिभिजनकै हाम्रो सम्भवतः 3826 होला। हजुर। पोस्ट बक्स नम्बर, त्यसमा पनि पत्राचार गर्न सकिन्छ। त्यस पछाडि मिडिया हबको फोन नम्बर टेलिभिजनमा मेरी बासे प्रसारण हुने बेलामा त्यहाँनिर चाहिँ फोन नम्बर दिएको हुन्छ। त्यहाँ सायद पोस्ट बक्स पनि होला, चिठी पठाउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ र प्रतिक्रिया हामीलाई यदि नराम्रो गऱ्यौँ भने त्यहाँ नै गाली गर्न सकिन्छ। हुन्छ त केटाहरू चाहिँ हामी समक्ष आइदिनु भयो, रमाइलो कुराकानी भयो, जीवनका अन्तरङ्ग कुराकानी सँगै पेशागत कुराकानी पनि गरिदिनु भयो, धेरै धेरै धन्यवाद। अन्त्यमा म पनि भन्छु नाइस टु मिट यु। नाइस टु मिट यु सबुजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हस्, नमस्कार। नमस्कार।